बिचौ क्रममा छ माछा भेयो। अब अर्को आइटम सुरु भएको छ साथीहरू। च्याखुरा भन्नेको मासु मैले त खाएको छैन, तर आज टेस्ट गर्नु पर्ला। त्यही भएर यो आज नयाँ नयाँ प्रकारको जे होस् ट्राई गर्न मिलेछ साथीहरू। त्यही भएर च्याखुराको रहेछ। अब मलाई त थाहा छैन, तर त्यही पनि नहुने कुरा नगर्नुहोस् न। त्यही त यस्तो रातो कहाँबाट हुन्छ कि च्याखुरा। अब चट्टा हाम्रो टोलीहरू अब यो सिद्धाएपछि अनि हामी फेरि यहाँबाट लाग्ने हो। अब अहिले च्याखुराको मासु। च्याखुरा भनेको मैले पहिलोचोटि सुन्दैछु, तर कस्तो छ चाख्नु पर्ला। खै चाखम कस्तो रहेछ च्याखुराको मासु। अब च्याख्नुहुन्न, भिडियो बनाउनेले खानुहुन्न भन्छन् के त। भिडियो बनाउनेले च्याखुराको मासु ल कस्तो हुँदैछ? मिठो रहेछ, दामी रहेछ, दामी रहेछ। काँचो लाग्यो